यो कुसे गाउँपालिका कर्णाली प्रदेशको जाजरकोट जिल्लामा एक अवस्थित दुर्गम र प्राकृतिक सुन्दरताले भरिएको क्षेत्र हो। यहाँका अग्ला पहाड जस्तै उभिएका घरहरू ढुङ्गा माटोले काठ आदि प्रयोग गरी बनाएका हुन्छन्। यहाँ गाउँले जीवनको मुख्य आधार कृषि र पशुपालन हो। मकै, कोदो, गहुँ, आलु र तरकारी खेती गाउँको यहाँ एउटा छुट्टै रहस्य लुकिरहेको छ। अन्न आफ्नै बारीको सागसब्जी र आफ्नै गाई भैँसीको दुधले हिमाली ग्रामीण आत्मनिर्भर जीवन बनाउँछ, जहाँ प्राकृतिकसँग थोरै साधन लडेर होइन पनि प्राकृतिकसँग मेहनत र मिलेर बाँच्ने जीवन अघि बढाउँछन्, सिकाउँछन्। जो मानिस निस्वार्थ मन लिएर कुसे डाँडामा पुग्छ, उसलाई डाँडाले पानीको बाटो देखाउँछ। जहाँ आज पनि आदिवासी जनजातिको सरल, स्वाभाविक र आत्मनिर्भर जीवनशैली जस्ताको तस्तै बाँचेको छ। यहाँको जीवन सजिलो छैन, तर सरल छ। खेतबारी नै यहाँको स्कुल हो र पसिना नै सबैभन्दा ठुलो पुँजी हो भन्ने लाग्दछ। यदि यो भिडियो तपाईहरूलाई मन परेमा लास्टसम्म हेरिदिनु होला भन्न गइरहेको छु। यस्ता गाउँले कथाहरू मन पर्छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। गाउँको वास्तविक कथा अझै बाँकी नै छ। यहाँ कुनै पनि आदिवासी प्राय श्रमिक बिना जीवन निर्वाह गर्न एकदमै कठिनाइ पर्ने गर्दछ। यहाँ बिहानको उज्यालो घडीको सुईबाट होइन, शिरको भारीबाट परिणत हुन्छ। यहाँका अधिकांश आदिवासी नाङ्गे खुट्टा खेल्छन्। उनीहरूका ओठमा, हाँसोमा भोलिको आशा। यो बस्ती समुद्री सतहबाट करिब 2700 मिटर भन्दा माथि मानव बस्ती रहेको छ, जसका कारण यहाँको तापक्रम जाडो महिनामा 0 डिग्री वरिपरि झर्छ।
हिउँदको समयमा हिउँ पर्छ अनि चिसो हावा चल्छ र घाम निस्किन पनि धेरै समय लाग्ने गर्दछ। यो हिमाली क्षेत्रको एक ग्रामीण गाउँ हो जहाँ हावापानी चिसो छ र जीवन प्राकृतिकको नियममा परिपक्व बनेको छ। यहाँ विभिन्न किसिमका अर्गानिक पौष्टिक तत्त्वहरू पनि पाउने गर्दछ। यो पनि एउटा प्राकृतिकको नियम नै हो जहाँ जसको मेहनत धेरै हुन्छ त्यही जीवनी सफल हुन्छ। यहाँ विभिन्न किसिमका करिब 200 वर्षदेखि पुराना रीतिरिवाजहरू जस्ताको तस्तै छन्। खुले घट्ट, ढुङ्गे घर अनि अत्याधिक सरल जीवनशैलीको सुरुवात भएको यो कुसे गाउँपालिका वार्ड नम्बर 2 टाले गाउँको प्यारो बस्ती यो गाउँ गरिब होला तर कमजोर छैन। यो गाउँ अलि टाढा होला तर आत्माले नजिक छ। यहाँ सहर छैन, सुविधा कम छ तर सम्बन्ध साँचो छ। किनकि यो घरको मान्छे कसैले